ल है साथीहरु, हामी चाहिँ आज यसो सरमदानतिर आएको छौँ पानी सिँचाइको लागि। यो पानी हुँदै यसरी चाहिँ हाम्रो गाउँ जान्छ। हामी हरिगाउँ निवास सेरोफेरोमा छौँ। यता म हर्क साम्पाङ। हामी हर्क साम्पाङ, हाम्रो हर्क साम्पाङ उता चाहिँ हरिगाउँ छ है, हाम्रो सुन्दर गाउँ। यता पानी खोला भन्ने चाहिँ त्यो हो। त्यहाँनिर हामी सानो छँदाखेरि स्कुल पढ्ने बेलामासम्म हामी यहाँनिर यो खोलामा पौडी खेल्थ्यौँ। अब अहिले आएर त्यो लगभग पानी सुकिसकेको अवस्था छ। तर यो पानी चाहिँ मेन धम्मखोला भन्ने चाहिँ त्यो डाँडादेखि पारीको डाँडाबाट आउँछ पानी। हाम्रो यहाँ तपाईँको यो ठुलो गाउँमा 150-200 घर छ, लगायत हाम्रो लामाचोर गाउँमा चाहिँ 40-50 घर पुग्यो। त्यसपछि उता महेन्द्री भन्ने ठाउँमा नि 150-200 घर छ पुर्रे। यतिको लागि सिँचाइको लागि चाहिँ पानी यो हो होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। यसरी हामी विभिन्न ठाउँमा श्रमदान गर्दै कुलो खन्दै आइरहेका छौँ। आज राति चाहिँ यहाँनिर तपाईँको पहिरो गएको कारणले आज यो निर्माण सम्पन्न कार्यक्रम भयो। यसरी काम हुँदै अगाडि बढिरहेका छन् साथीहरू। श्रमदाताहरू जुन हाम्रो हर्क साम्पाङजीले श्रमदाता भन्नुहुन्छ, सेम त्यही नै श्रमदाताहरू चाहिँ अगाडि बढिसक्नु भएको छ कुलो खन्ने क्रममा। हामी यसरी चाहिँ अब फाइनल्ली पाक त पुरै भरिसकेको छ त, आइरहेछ अहिलेसम्म आइरहेछ। यस्तो यसलाई चाहिँ हाम्रोतिर पाक भन्छ होइन। यो गिट्टी बालुवा जस्तो टाइपको मिसेर यसले चाहिँ एकदमै कुलोमा चाहिँ भरिएर त्यहाँनिर तपाईँको छल्केर चाहिँ पहिरो गएछ। हेर्नुहोस् है, ऊ यहाँनिर तपाईँको चाहिने त्यो भएको कारणले यसरी मुस्किल भयो। यसरी हामी चाहिँ तपाईँको निर्माण कार्य सम्पन्न गर्दै केही भाग मान्छेहरू, केही श्रमदाताहरूले त्यहाँनिर पनि लगाइराख्नु भएको छ। हामी सानो छँदाखेरि स्कुल पढेको ठाउँ, आफ्नै गाउँ ठाउँ, आफ्नै सेरोफेरोमा यसरी श्रमदान रूपले चाहिँ कामहरू भइरहेको छ। गर्नुपर्छ पनि, हुन्छ पनि। हाम्रो गहुँ सिँचाइको लागि यस्तो छ हेर्नुहोस् तपाईँको चाहिँ नि यहाँनिर चाहिँ नि तपाईँको कुलोहरू यसरी जान्छ। यसलाई अब आशिषी गर्ने रूपमा चाहिँ एक खालको बजेटको कुरा होला, अथवा गाउँले सबै मिलेर पैसाको आर्थिकको कुरा होला, त्यसरी गर्ने काम कार्य अगाडि बढ्ने कुरो छ। त्यो भएदेखि तपाईँको चाहिँ नि अझ राम्रो हाम्रो भन्ने हो। यसरी हेर्नुहोस्, यस्तो माटो फाल्नुपर्छ। यता हुनुहुन्छ सुदन गुरुङ हाम्रो अङ्कल हुनुहुन्छ, उहाँ यता भाइ हुनुहुन्छ। यसरी कामहरू हाम्रो समग्र रूपमा श्रमदान छ। पाँच फेरि ल्याइरहेछ अङ्कल, फेरि भरिन्छ जस्तो लाग्यो मलाई त, फेरि भरिन्छ जस्तो लाग्यो मलाई त अङ्कल। ए मामा, माथि त भरिसके जस्तो लाग्छ, अघि हिँडेको भर्खर। यसरी हाम्रो जेन्जी समूह हुनुहुन्छ यताखेरि, हाम्रो जेन्जीहरू, हाम्रो गाउँको जेन्जी समूह। यसरी पानी उता गाउँ छ श्रमदानको आवाजमा। म त मामा हुनुहुन्छ। यसरी चलिरहेछ हाम्रो। अबतिर कसल छ हामीले पढेको स्कुल यो हेर्नुहोस्। अहिले हामीले पढेको स्कुलमा एउटा निशान भनेको यही टोयलेट मात्र छ यहाँनिरको सानो। बाँकी सबै भट्काएर अहिलेको आधुनिकीकरण भवनहरू बनिसकेछन्। अहिले केही छैन। हामीले पढेकोमा टोयलेट यही एउटा छ। यो पनि अहिले हामीले पढ्दाखेरि पछि बनेको, त्यति बेलामाको नयाँ हो, यो एकदमै फ्रेस। तर अहिले आएर उताको नयाँ बनिसकेपछि यो पनि पुरानो भयो। बाँकी भवन पारी छ। उता मामा हुनुहुन्छ। यसरी चलिरहेछ। अझै यसरी काम भइरहेछ पानीको लागि, त्यसको लागि। यता राजा हुनुहुन्छ। बाँकी श्रमदाताहरू अगाडि यसरी कुलो खाल्दै एक चरण काम सकिसके पछाडि पनि सकिसक्यो। फेरि निराज ढुङ्गानी हाम्रो अर्को श्रमदाता यता छन्। यिनको
ऊ भइसकेछ। यसरी तपाईँको चाहिँ नि नयाँ बिल्डिङ यहाँनिर तपाईँको यतातिर एउटा भवन बनेको छ। यता नयाँ बिल्डिङ यो जहाँसम्म लाग्छ अफिस काम चाहिँ यता हुन्छ होला। यसरी हाम्रो श्रमदान चलिरहेछ। यता हाम्रो मामा हुनुहुन्छ, जेठबा बस्नु भएको छ यहाँनिर थाकेर। यहाँ हाम्रो जेएनजी समूहहरूले यहाँ पुरा खनिरहेका छन्। यसरी चलिरहेछ पाँक पुरै भरेर यो तरिकाले समय यस्तो भइरहेछ। यता यिनी छन्, यिनले खनिरहेका छिन्, नानीले यहाँ खनिराख्नु भएको छ। यस्तो पाँक भरेर एक खालको चाहिँ नि यसरी हाम्रो काम कार्य भइरहेको छ। हाम्रो जेएनजी युवाहरू यता आउनुहुन्छ। हाम्रो दाइ गर्नु भएको छ। हाम्रो चाहिँ हाम्रो नेत्रविक्रम चन्द भनेर चाहिँ मैले सम्बोधन गर्छु, तर नेत्रविक्रम घरतीमगर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो लामाचुर गाउँबाट चाहिँ एक खालको प्रतिनिधित्व चाहिँ उहाँले गरिराख्नु भएको छ। यसरी हेर्नुहोस् है, यसरी भरिरहेको छ। भरिएको चाहिँ यो पसिनो चरणमा चाहिँ खनेर फालेपछि त्यो त्यसरी चाहिँ माथि हुन्छ, त्यस्तो भइरहेछ तपाईँको। उत्न पारीसम्म जानुपर्छ। हाम्रो गाउँ पारी त्यो डाँडादेखि मुनि पर्छ। यो स्कुल एरियामा छु साथीहरू। मैले पढेको स्कुल हेर्नुहोस्, स्कुलहरू अहिले तपाईँको पुरै भवनहरू बनेको छ, ठुल्ठुलो बिल्डिङहरू यसरी बनेको छ। हेर्नुहोस् है, ओए पुरानी है टोल्यो। अहिले बस्यो कि होइन कि मलाई खबर नगरेर म थाहा पाइनँ। अहिले साल त